झुत्रिया बुढाबुढी हो किन तिमीहरूको काम पनि रहन्छ होइन हिजो मैले माहला र तल्ला र दुईजनालाई बोलाइदिएँ तिनीहरू भाँड्दै अन्त्य गएछन् मेरो मेलो होइन त्यहाँ मकै गोड्न पनि बेला भइसक्यो यत्रा भइसक्यो है अब तिमीहरू दुईजना बुढाबुढी नै हिँडाओ तिमीहरूले म अरूलाई दिए भन्दा 500 रुपियाँ बढिदिन्छु अरूले 1000 लोड लिन्छन् त्यसो भए हामीले 1500 दिन्छौ त ल 5 जोडा 500 को 3टा दिन्छु 5 जोडा 500 को 3टा एकजनालाई होइन नि दुईजनालाई दिनु पर्यो नि त्यसो दुईजनालाई ल 6 वटा 500 को दिन्छु तिमीहरूलाई ल त्यसो भएपछि त हुन्छ ल कहाँ गोड्नी कहाँ हो त्यो राम्या बारी भन्दा तल्लो बारीमा भट्टाभट खडा म तिमीहरूलाई खाजा सहित व्यवस्था गरेर आउँछु है त दाम तिमीहरूले काम गरिसकेपछि दाम हुन्छ अहिले जाऊ म खाजा लिएर आउँछु है त व्यवस्था गरेर आउँछु ल ल ल होइन चतुरी अहिलेसम्म आएन त खाजा लिएर नि आउँदैन दाम पनि कम्ती हुन्थ्यो यहाँ मकै गोडेर सिद्धिन लागिसक्यो के हो कुरो खाजा बनाउने रङ्के लिएर आइहाल्छ नि खै मकै भोटेर ल्याउन नि सक्छ त्यसले मासु र चिउरा ल्याएको भए त हुन्थ्यो हुन त है लिएर आउँछ न अब सकिन लागिसक्यो त धेरै बेर पो लाग्यो त खै त होइन बुढा चतुर त आउँदैन के हो ए झुत्रिया बुढाबुढी किन तिमीहरूले त भसक्कै गोडेर सिद्ध्याउन लागिसकेछौ त के हो सके त खै खाजा लिएर आएको खाजा पनि ले होइन अब दाम पनि गर्न त म तिमीहरूलाई के भनेर सोध्न आएको भने नि खाजा के खुवाउ भनेर चाहिँ सोध्न आएको तिमीहरूलाई गोडी पनि सकिसक्यो खाजा के खाऊ भन्छन् अब खाजा यस बेला आएर सोधिस् होइन तँलाई धेरै ठुलो किन दुःख दिनु अब के गर भने नि खाजाको सके नि हामीलाई पैसा ल्याऊ 1500 नगरा पैसा नभने खाजा खानुपर्छ कुखुराको चाहिँ फिला ल्याएर तेल बसालेर त्यो नुन बेसार लाएर मसाला ससाला लाएर तेल तारेर फिला लिएर न हो ल त्यसो भए म मासु चिउरा तिमीहरूलाई व्यवस्थापन गरिदिन्छु मासुमा पनि अलि फिला खालको चाहिँ लिएर है हो ल म तिमीहरूलाई फिला खालको मासु चिउराको व्यवस्थापन गरिदिन्छु है त दिनभरि कोदाल खान्छ मिठै खाजा खानु पर्यो ल भसकै सिद्ध्याउ ल अब भसकै सिद्ध्याउ धेरै खान सकिसक्यो ल सकिन लागिसक्यो है बुढो सकियो नि अब ए बुढा मकै पनि गोडेर सकिसक्यो चौधरी अहिले खाजा गर्न आएको अहिलेसम्म आउँदैन के गर्यो होला एउटा खसी पनि ढालेर काटेर बनाएर ल्याउने बेला भइसक्यो आउँदैन के चाहिँ गर्ने होला त अब खत्तम पारिगयो नि भाइ ए झुत्रिया बुढाबुढी हो ल खाजा लगाइहाल त कहाँ खाजा लगाउनु नि है म त्यो कुखुरा मासु र चिउरा तिमीहरूलाई व्यवस्थापन गर्न गएको है त्यो मासु पसले बुढी त घर छोडेर हिँडेकी रहेछ मासु नै सासु भए अब त्यहाँ मैले आलु उसिन्दिया छु होइन तिमीहरू भटाबाट आलु उसिनेर त्यो नुन खोर्सानी पनि मैले पिन्दिएको छु त्यो खाँदै गर मेरो घर गर होइन म तिमीलाई पैसाको चाँजोमा मिलाएर आलु चालु खाइँदैन है अब 1500 होइन त 200 थपेर 1700 अब आलुको अचार चाहिँ त आफै बेलुका खाना 5 बन्द लागिसकेछ है म त्यहाँ ब्याङ्क गएर तिमीहरूलाई पैसा व्यवस्थापन गरेर ब्याङ्क बन्द भइसक्यो पैसा गर्ने भयो गन नत्र म त फेरि बिजङछ मचाइदिन्छु नि फेरि अब रोटी खानु पर्ने मान्छे त पैसा गनिहाल्छ तिमीहरूको पैसा मर्दैन ढुक्क औ जत्रै भएपछि होइन म गाउँमा खोजीमेली गरेर भए पनि जसरी पनि तिमीहरूलाई पैसाको व्यवस्थापन गरिदिन्छु बरु होइन त पैसा गर्ने भए गन नत्र म त होइन गोडिया मकै भट्टाबाट सबै ओखाल्न जाउँ कि पैसा गर्छु त्यसो नभन है म तिमीहरूलाई घर गएर चाहिँ त्यो आलु र नुन खोर्सानी पनि खुवाउँछु है अनि तिमीहरूलाई रामे घरबाट सापट ल्याएर भए पनि तिमीहरूलाई 1600 पैसा दिन्छु ल होइन 1700 आलु खुवाउने भएपछि 100 डिस्काउन्ट गरिदिए आलुको मलाई होइन ल 1700 दिउँला ल होइन ल